Hello guys, welcome to another day post-match review है हाम्रो हिजो नेपाल played against Italy, you know all हाम्रो के भयो result भनेर. So I have Karan with me again for the series अब यो World Cup छ. So Karan के छ तिम्रो first feeling के थियो हैन? How did the match go? तिमीलाई कस्तो लाग्यो? Just please share. I think Italy played very well. On paper, yes, you could call it an upset, but given like their temperament and how they played, I would say Italy played like they were supposed to play. I think Nepal underperformed in all areas. I would say nothing worked well for Nepal. Yeah. Neither did their bowling, neither did their batting, neither did their fielding, neither did their game awareness. Yeah. Yeah. But all being said, I think Italy played really well. Yeah. So I would say Italy, like basically Nepal, personally I think Nepal lost the game in the very first over of the match when the first ball was wide down the leg. त्यसपछिको जुन डटहरू 6वटा डट आयो नि I think that's when the momentum was completely shifted towards Italy because just like Nepal versus England, जस्तो नेपालसँग there was nothing to lose. त्यसै Italyसँग there was nothing to lose because nobody had expected Italy to win against Nepal. So they were able to be on top of Nepal, and Nepal just couldn't handle the pressure, I would say. And then yes, I think all of you might have even read or heard Rohit Paudal's statement after the match where he said we miscalculated the pitch, we misread the pitch. I think Nepal misread everything yesterday. I don't know what just happened. But for Italy, I would say it was a really, really good game of cricket. And as a cricket fan, I'm really happy that Italy won, actually. Okay, so before the match began, we did miss on few facts like Italy played pretty well on qualifiers, European qualifiers. They also beat Scotland to qualify for the World Cup. So they produced some results that favored them. राम्रो टिमहरूसँग जो युरोपको 3टा टिम चाहिँ एसोसिएटमा खेल्छन् र तिनीहरू बवाल नै छन् आयरल्यान्ड स्कटल्यान्ड नेदरल्यान्ड सो इटली कम्स त्यो ब्याकग्राउन्डबाट अब यता जापानको पनि त्यस्तो डिसपोइन्टिङ हुनेवाला छ है किनभने जापान पनि पिएनजीहरूसँग खेल्छ होइन इस्ट एसिया क्वालिफायर खेल्छ मलाई लाग्छ सो क्वालिफायर कोसँग पर्छ भन्नेलाई जर्सी अनि भानुअतु समथिङ राइट भानुअतु यो टिमले पनि नेपाललाई डिसपोइन्ट गरेर आउँछ किनभने यिनीहरूको अपोनेन्ट चाहिँ जहिले पनि जिम्बाब्वे यिनीहरूसँग नि हुन्छ सो हामीभन्दा बेटर टिमसँग प्र्याक्टिस गरिरहेका टिम पनि हुन्छन् कहिलेकाहीँ सो हामी त्यसको लागि अलिक प्रिपेयर हामी क्रिकेट हेर्ने मान्छेहरूलाई पनि सरप्राइज नहुनु पर्ने थियो किनभने हामीले त्यो रिजल्ट हेर्नुपर्ने थियो पहिलाको हामीले एकपटक दुईपटकै रिजल्ट हेरेको तर रिमाइन्ड गर्न भुलेको हौँ म चाहिँ यसमा सरप्राइज नै हुनुपर्छ पनि किन भन्छु भन्दाखेरि इटलीको यो फर्स्ट वर्ल्ड कप र सेकेन्ड मात्रै गेम नेपालको यो थर्ड वर्ल्ड कप र विथ सो मेनी एक्सपिरियन्स होइन इटली ओभरवेल्म्ड हुनुपर्ने ठाउँमा चाहिँ नेपाल ओभरवेल्म भइदियो कि ओके सो त्यो कम्पेरिजनमा त्यही प्लेयरहरू सेट भएको एउटा क्रिकेट स्ट्रक्चर सेट भएको ठाउँबाट आएको हुनाले त्यो वर्ल्ड कप खालको इन्टिमिडिएट भए जस्तो फिल चाहिँ गराएनन् इटलीकोले त्यो डिफ्रेन्स त थियो सँगसँगै हामी फेरि हाम्रो एउटा नेपालको गेमको एउटा सबैभन्दा ठुलो हुन्छ नि त्यो आफूलाई भ्युवर भएर हेर्दाखेरि त्यो गेमभित्रको लर्निङ चाहिँ त्यस्तो देखिरहेको जस्तो अस्ति हामीले सन्दीपलाई सुरुमा हामीले जस्तो मलाई के लागेको थियो भने 123 को टार्गेटमा कि त 30 रनभित्र विकेट जानुपर्छ 30 रनभित्र विकेट गएको छ भने चाहिँ फिलिङ त्यो आउँछ कि हामीले दबाउन सक्छौँ 30 रनभित्र आएन भने 60 रनभित्र तपाईँको एक विकेटले पुग्दैन कि 60 रनभित्र 3 मिनिमम 2-3 त आउनै पर्छ सो 60 रनभित्र सन्दीप लामिछानेले बोलिङ नगर्नु भनेको चाहिँ त्यो 60 रन पछि सन्दीप लामिछाने भनेको अनयुज कार्ड भयो क्या त्यो चाहिँ हामीसँग तुरुप छ तर युजै भएन गेमै सक्यो होइन सो थर्ड ओभरमा सन्दीप नआउनु दिपेन्द्र सेकेन्डचोटि आए जस्तो लाग्यो मलाई होइन सेकेन्ड ओभर पनि गरेको छ दिपेन्द्रले सो त्यो पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि चाहिँ सन्दीपलाई र हाम्रो सन्दीपलाई नै भन्नुपर्छ सन्दीपलाई युज नगर्नु अनि सो अस्ति हामीले धेरै कुरा बिगाऱ्यो कि अब ब्याटिङ त हेर्ने हो भने त अब धाराशाही नै थियो हाम्रो ब्याटिङ अब लुकिङ एट द बलिङ डिपार्टमेन्ट एज वेल हामीले चाहिँ मेन मिस्टेक
we should have learned what Italy did in their innings. उनीहरूले हल्का थाहा पायो कन्डिसन्स हेर्न साथ उनीहरूले सुरुदेखि नै स्पिन अट्याक गरे क्या स्पिन पनि हेर्नु बेन बेनाइटीको पनि बलिङ हेर्ने हो भने स्लो थ्रु द एयर के हावामै अड्काएर अनि त्यो औँलामा भरको उसले घुमाएर अनि बिस्तारै ल्याएर बल पिच गराएर घुमाइरहेको थियो टर्न नेपालको हेर्नु भने फर्स्ट ओभर फास्ट गराएन ल ठिक छ आई वुड हेभ गिभन टु अ स्पिनर तर ल करण केसी आयो ठिक छ सेकेन्ड ओभरमा दिपेन्द्र सङ्गरी आयो होइन त उसले चाहिँ अलिकति स्लो गर्नुपर्ने थियो कि रादर देन स्लोइङ हिज पेस उसले टस गरिरहेको थियो कि बल टस गरेपछि त्यो स्केट भयो नि त त्यहाँ सो ब्याट्सम्यानको ब्याटमा राम्ररी आयो क्या ल त्यो पनि भयो केही छैन होइन यु सुड हेभ लर्न इन द थर्ड ओभरमा के भयो भन्दाखेरि फेरि करण केसी आयो कि त्यति बेला चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि हामीले सन्दीपलाई पठाउनु पर्ने थियो कि किन भन्दाखेरि चाहिँ अर्को के भयो भन्दाखेरि अब हाम्रो त धेरै टार्गेट त थिएन नि त वी लिटरली ह्याड नो रुम टु मेक एनी मिस्टेक्स ओर के भन्छ ट्राई न्यू थिङ्स तर त्यो हिसाबमा चाहिँ हामीले हाम्रो प्राइम स्पिनरलाई चाहिँ ल्याउनु पर्ने कि किनभने 4 ओभरमा 50 रन हानिदिइसकेपछि त लाइक उसलाई त कुनै प्रेसरै आएन नि सन्दीप पनि त उसले आरामले खेलिदिन्छ नि द्याट्स वाट ह्यापन कि यस्टरडे सो हामी चाहिँ अस्तिको हिजोको गेममा अब 18 ओभर पछिको सबैले धेरै छक्का हान्नु त अब हाम्रो करण केसी नै थियो नि त अनडिस्प्युटेड होइन 42 रन्स अफ भ्यालेन्टाइन बोय भन्छ होइन अब त्यो भनेको चाहिँ अब 2 ओभरमा 12 बलमा 4वटा बल कनेक्ट गर्ने तरिकाले हामीले करण केसीलाई सेभै गरेन कि हामीसँग जस्तो किन भन्दा अब अस्ट्रेलियाको गेम हेर्दाखेरि होइन अब हामी धेरै म्याच हेर्ने मान्छेहरू धेरै फ्रस्ट्रेट हुन्छ जस्तो लाग्छ कि नेसनल टिमको प्लेयर भन्दा कोही कोही मान्छेले म्याचहरूले कोही प्लेयरहरूले म्याचै हेर्दैन भन्छन् होइन अनि हामी धेरै हेरेपछि हामीलाई धेरै तनाव हुन्छ खालको क्या अस्ट्रेलियाको हेर्नुहुन्छ नि स्टार्कहरूले अनि फेरि मिचेल जोन्सनहरूले होइन त्यो क्रुसियल 10 रन एक्स्ट्रा हानिदिँदाखेरि के हुन्छ भने एक्सपेक्टेसन जुन अपोनेन्ट टिमको हुन्छ नि हामी यतिमा समेट्छ त्यो पर्छ नि होइन सो 10 to 15 रन्स एक्स्ट्रा हाने है हामीले सोच्यो भन्दा भने फिलिङ चाहिँ दिनुपर्छ क्या अपोनेन्टलाई अनि त्यो चाहिँ नेपालले दिने ट्राई पनि गरेन क्या अनि अर्को कुरा चाहिँ नेपालले इङ्ल्यान्डको जुन फिलोसफी छ 11 मेन नै ब्याटिङ एबिलिटी चाहिँ क्यारी गर्ने भन्ने त्यो फिलोसफी चाहिँ अलिकति क्यारी गर्नुपर्छ जस्तो लाग्छ नेपालले यदि फ्रन्टलाइन सिमरहरू खतरा नपाउँदासम्म बसिर अहमदलाई नै खेलाउने कि लेफ्ट खेलाउने भने किनभने 2टा सर्टहरू जान्छ अनि मलाई आरिफको सेलेक्सन चाहिँ मलाई हिजो सेन्सिबल किन लाग्यो भन्दा अब त्यो डेक अफ कार्ड्स जस्तो सबै एकै दिन खस्दाखेरि वी निड समवन टु होल्ड इन होइन सो नेपालको सो आरिफलाई राख्नु छ भने बसिर अहमद पनि राखौँ क्या किनभने आरिफलाई राखिसकेपछि वी क्यान अगेन रिस्क अझै एकजना हिटर होइन सो अर आरिफलाई हामीले बोलिङ पनि गराइरहेको छैन सो सेम अनि मलाई चाहिँ त्यो स्पेसली स्पिनरको केसमा दिपेन्द्र अनि अर्को हाम्रो लेफ्ट आर्म ललितको होइन त्यो पोइन्ट अफ रिलिज हेऱ्यो भने एउटै हाइटको बलरहरू हामीले बोलिङ गराइरहेछौँ जस्तो लाग्छ हाइट है लेफ्ट र राइट त हुन् होइन सो ब्याटरले चाहिँ त्यो ललितको बल चाहिँ अफ स्टम्पमा आएर मजाले चुटेको देख्न सकिन्छ कि किनभने त्यति बेलासम्म तेस्रो चौथो ओभरसम्म चाहिँ त्यो पोइन्ट अफ रिलिजमा आँखा बसिसकेको छ सो मैले त्यो चाहिँ सन्दीप लामिछाने त अलि हाई आर्म रिलिज छ नि त उसको त होइन सो त्यो पोइन्ट अफ भ्यूबाट कहिलेकाहीँ चाहिँ सेट हुँदाखेरि ब्याट्सम्यान हामीले चाहिँ त्यो त्यति मात्र भेरिएसन किन नगरेर अरू हामीले आरिफलाई ल्याएर प्लम हुन्छ नि आरिफलाई ल्याएर त्यो प्याडमा हाल्ने किनभने हामीले फ्रन्ट फुटमा पनि खेल्न दिइरहेको थियो टुङटुङ हान्न दिइरहेको थियो त्यो अलिकति आई थिङ्क आरिफ ल्याउनु instead of Karan Casey, giving it to Karan Casey for the second over, आरिफलाई ल्याएको भए बल ग्रिप गर्थ्यो होला क्या हल्का किनभने हामी एकदम अग्लो प्लेयरहरूको अगेन्स्टमा खेलिरहेको थियो त्यो हामीले किपर अगाडि माथि राखेर होइन हामी किपर च्याप्ने भन्छ लोकल ल्याङ्ग्वेज सो किपर अगाडि राखेर होइन त्यो गर्दाखेरि एक दुईवटा चान्सेसहरू हुन्थ्यो कि जस्तो लाग्छ किनभने अब अलराउन्डर हामीले स्किल पनि कहिलेकाहीँ त युज गर्नुपर्छ होइन अब एनिवेज अब त्यो फिल्डिङमा हाम्रो 130 पनि नगर्दाखेरि अलिकति हामीलाई त्यस्तो हुन्छ कि कहिलेकाहीँ 30 र 60 को नेपालले पहिला पनि लो स्कोरिङ टोटल त डिफेन्ड गरेकै हो नगरे त होइन यस्तै पिचमा पनि गरे हो आई डोन्ट नो फिल्डिङ पनि क्लिनली कुनै पनि कलेक्ट भइरहेको छैन हाफ स्टप्स भइरहेछ त्यहाँ जुन 0 हुनुपर्ने थियो 2 रन भइरहेछ 2 रन हुनुपर्ने ठाउँमा 4 रन भइरहेछ कि हिजोको गेममा चाहिँ त्यो अब ब्याटिङ वाइज हेऱ्यो भने चाहिँ ब्याटिङ अब हामीलाई आसिफ शेख चाहिँ अब कहिलेकाहीँ अरू नखेल्दाखेरि आसिफ शेख चाहिँ खेल्छ क्वालिफायरहरूमा सो उसको रन बनि नै रहेको छैन होइन
धेरै टुर्नामेन्टहरूमा हाम्रो ओपनरहरू 2 जना खेलेको चाहिँ एकदम रेयर हुन थालिसक्यो सो 2 डाउन दिपेन्द्र आई थिङ्क दिपेन्द्र 17 बलमा 18 बलमा 17 रन आई थिङ्क दिपेन्द्रले चाहिँ 2 डाउन एउटा गेम बनाउँछन् जस्तो लाग्छ मलाई चाहिँ त्यो प्रब्लम चाहिँ लागेको थिएन रोहित पनि ठिकै थियो म त भन्नुपर्दाखेरि स्टार्ट पाएर कन्भर्ट गर्न नसक्ने प्लेयर भन्छ कि हिजो चाहिँ किन भन्दाखेरि यदि रन आइरहेको छैन भने उडाउनै पर्छ भन्ने जरुरी छैन कि यु क्यान जस्ट प्ले स्ट्रोक प्लेइङ के ग्यापमा बल हान्ने कि ग्यापमा हान्नलाई त गाह्रो थिएन नि त तपाईँले नोटिस गर्नुभयो कि भएन नेपालले त्यो पिचमा न ब्याकफुटमा गएर खेल्यो न त स्विपै गर्यो कि न त त्यो फ्रन्ट फुटमा आएर होइन त्यो बलको पिचसम्म पुगेर त्यहाँबाट लिफ्टै गर्न पनि खोजेन कि क्रिजमै बसेर दिपेन्द्र सिंह आइडीको हेर्नु उसको त ब्याकफुट त्यहीँ अड्क्यो कि त्यो गुगली जब आयो उसको ब्याकफुट त्यहीँ अड्क्यो उसको त्यो बोल्ड होइन अनि गुलसन दाहरूको पनि हेर्नु भने त्यो फुट मुभमेन्ट के आई थिङ्क ल्याक अफ फुट मुभमेन्ट आई थिङ्क इभन है हाम्रो कोचहरूले चाहिँ दे टक अबाउट नेपाल डजन्ट ल्याक एनी स्किल्स नेपाल हेज अ लट अफ ट्यालेन्ट विच इज द एक्सपिरियन्स नो आई थिङ्क विथ यस्टरडेज गेम वी अल्सो ल्याक स्किल्स लाइक हो स्किल्स राम्रो छ होइन बट डेफिनेटली नट वर्ल्ड क्लास त अझै छैन होइन वी निड टु डेभलप अन द स्किल्स फुट मुभमेन्ट हामीलाई अझै चाहियो अलिकति पनि च्यालेन्जिङ विकेट आयो भने के गर्ने फुट कसरी मुभ गर्ने त्यो नै देखिँदैन कि हो पिरियड्स अफ ब्रिलियन्स देखिन्छ होइन जस्तै इङ्ल्यान्डको गेममा हेर्नुहुन्छ भने रोहित पौडेलको त्यो फुट मुभमेन्ट एकदम राम्रो थियो होइन हिजोको गेममा चाहिँ के भयो होइन प्लस अनि मलाई चाहिँ हल्का मलाई पहिलाको गेममा पनि यस्तो फिलिङ आउँछ कि दिपेन्द्रलाई बोलिङ गराउँदाखेरि चाहिँ अलि दिपेन्द्रमा त्यो अब 2-3 छक्का त खान्छ स्योर खान्छ कहिलेकाहीँ होइन त्यसपछि त्यो दिपेन्द्र हल्का अलिक डाउन भए जस्तो फिल हुन्छ क्या मलाई चाहिँ हल्का त्यो आफै त्यो प्लेयर चाहिँ डिस्पाइट फ्यु 4s and 6s होइन त्यो गट्सी चाहिँ हुनुपर्छ खालको प्लेयरलाई बोलिङ गराउनुपर्छ जस्तो लाग्छ क्या दिपेन्द्रले विकेट चाहिँ लिन्छ फेरि होइन कम्पेयर टु अदर बलर्स दिपेन्द्र ट्रिकी बलर चाहिँ हो तर यस्तो दिनमा चाहिँ कहिलेकाहीँ हामीलाई रन छुट्ने बेलामा त्यो अलिकति अग्रेसिभ त्यो पनि हो गेम अवेरनेस होइन हाम्रो गेम अवेरनेस त नेगेटिभमा छ भन्छ कि मजा हिजो त्यो मोस्टली कुन सिचुएसनमा चल 3 विकेट झऱ्यो भने नि अब यहाँबाट हामी कसरी माथि जाने होइन कुनै प्लानै छैन जस्तो कि आयो ब्याट घुमायो गयो बलिङमा नि आयो बल फाल्यो गयो टाइपको हामी बेसिकली के कुरा गरिरहेछौँ भने 18 देखि 20 ओभरको अवेरनेसलाई अलि हामी एकदम हाइलाइट गरिरहेछौँ किनभने त्यति बेला सन्दीप लामिछाने 19th ओभरमा फर्स्ट बलमा हिर्काउँछ क्या माथि हावामा जान्छ होइन हामीले चाहिँ के गरिरहेछौँ सन्दीपले चाहिँ 5 बल एटलिस्ट करणलाई दिने भयो सन्दीपले एटलिस्ट कनेक्ट गर्छ 1 रन चाहिँ ल्याउँछ भनेर ढुक्क बसेको किन हामीलाई थाहा थियो ललित राजवंशी नन स्ट्राइकमा बस्दा पनि हामीलाई डर लाग्ने मान्छेको हो क्या ऊ चाहिँ त्यहीँ पनि आउट हुन्छ जस्तो लाग्थ्यो भयो पनि ती कि ऊ स्ट्राइकमा आयो T20मा बल लिभ गर्यो ब्रेन फेड मोमेन्ट हो कि खतरा हो थाहा भएन लिभ गरेपछि कुद्न मिल्थ्यो 1 रन ल्याउन मिल्थ्यो त्यहाँ करणलाई दिन मिल्थ्यो लिभ गरेपछि ऊ आउट भयो सो करणले टेक्निकली फर्स्ट बल पाएन सेकेन्ड बल पाएन थर्ड बल पाएन गेम सक्यो करणले 5 बलमा 2टा बल कनेक्ट गरेको भए 23-35 देखिन्थ्यो सो 35 भनेको सनराइजरले होइन इन्डियामा डिफेन्ड गर्छ होइन सो डिफेन्डेबल 30+ भइरहेको हुन्छ कि उमा आइपिएलमा चाहिँ तर 10 रन आए पनि 6 भन्दा तल झर्दैन नि त रिक्वायर्ड रनरेट त हो सो 30 र 35 भनेको चाहिँ त्यो हेप्ने नै स्कोर हुन्छ क्या जेनरली अपोनेन्टले कहिलेकाहीँ एकदम कम एक्सन होइन सो हाम्रो ब्याटिङ कोल्याप्स 93 for 3 बाट 102 for 8 हुनु भनेको हामी चाहिँ त्यहाँनिर कमेन्डेबल हो नेपाललाई पुवर पर्फर्मेन्स भन्नु कि इटलीलाई ग्रेट पर्फर्मेन्स भन्नु होइन आई थिङ्क म त ग्रेट पर्फर्मेन्स पनि भन्छु होइन इटली खासमा राइट एरियाज बलिङ हेऱ्यो भने चाहिँ ऱ्याङ्क टर्नर्स कोही पनि थिएन होइन देवर जस्ट हुन्छ नि त्यसले एडभान्टेज चाहिँ हाइटको एडभान्टेज लिएको छन् होइन हिजोको गेममा यस्तो कहिलेकाहीँ न्युजिल्यान्डले इन्डियासँग यस्तै गरिरहेको हुन्छ कि जस्तो क्याल्भिन फिलिप्सले पनि बोलिङ गर्छ सेन्टनरले पनि बोलिङ गर्छ होइन त्यो हुन्छ नि त्यो कहिलेकाहीँ न्युजिल्यान्डले स्पिन अलि धेरै राख्छ क्या अनि यस्तो यस्तो टिमहरूबाट चाहिँ यो परिरहेको हुन्छ यो खत्रै स्ट्राटेजिक थियो होइन फाइट ब्याक नै भएन किन भन्दाखेरि हारेको भयो नि ल 4 विकेट 5 विकेट 6 विकेटले हारेको भए पनि ल ठिक छ केही गऱ्यो भनौँ न थियो होइन बलिङमा पनि आई थिङ्क दे केम विथ नो प्लान एट अल
स्पिन त हामी कहिले आफ्नै हुन्छ नि जुन टेक्स्ट बुक हाम्रो प्लान छ त्यसमै मात्रै जाने त्यो T20 माइन्डसेट त भन्छ तर T20 माइन्डसेट खोइ के भयो होइन हिजोको गेममा सो अब हामीले चाहिँ एउटा हुन्छ नि त्यो एउटा फन पार्ट होइन कोही कोही कसैको क्वेसन्स चाहिँ के हुन्छ भने यो कोही ब्याट्सम्यानहरू आउटै भएन नि के हुन्छ होइन सबजना 10 रनमा आउट भयो भने के हुन्छ भने हिजोको गेम चाहिँ ठ्याक्कै त्यस्तै कोही आउटै नै भएनन् होइन अनि सो आउट नहुँदाखेरि के हुन्छ भने गेम बोरिङ हुन्छ बेसिकली त्यसको एन्सर चाहिँ होइन सबजना 10 रनमा आउट भयो के हुन्छ खालको फनी क्वेसन हुन्छ नि कहिले काहीँ क्रिकेट हेर्ने मान्छेलाई त्यसको लागि हिजोको गेम चाहिँ पर्फेक्ट स्क्रिप्ट थियो होइन गेम के हुन्छ होइन सो 10 जना नै बचाएर खेल्यो इङ्ल्यान्डले सो हाम्रो लागि त केही कन्टेस्टै थिएन कति बेला पनि गेम रमाइलो इटलीको लागि सो अब चाहिँ अरू गेमको कुरा गर्नुपर्दा अब भर्खर हामीले अस्ट्रेलिया र जिम्बाब्वेको गेम हेऱ्यौँ अस्ट्रेलियालाई जिम्बाब्वेले 169 पिट्यो अनि जवाफमा अस्ट्रेलिया हारेको छ 20 odd रनले होइन 20 odd रन्स राइट होइन अराउन्ड 20 हजुर सो जिम्बाब्वे 2007मा पनि फर्स्ट अस्ट्रेलिया रिकी पोन्टिङको स्क्वाड त्यो हारेको थियो अस्ट्रेलियाले आज पनि फेरि हार्यो अस्ट्रेलियाको स्क्वाड एकदम फन्नी छ भनेर हामीले कुरा गरेको थियौँ अघिल्लो एपिसोडमा सो स्क्वाड त्यस्तो खतरा लाग्दैन त्यो पहिलाको स्क्वाड हेर्ने मान्छेहरूलाई तर T20 फर्मेटको स्क्वाड त छ सो अरू गेममा चाहिँ आज हामी अरू गेमहरू के छ हाम्रो युए र नामिबियाको गेम छ क्या अनि नामिबियाको भइसक्यो युएसए र क्यानाडाको छ के अरे अहिले चाहिँ ओके सो नामिबियाको हिजो इन्डियासँग भयो हिजोको गेम अनि सो इन्डिया राम्रो खेलिरहेछ इन्डियाले चाहिँ यो ट्रफी चाहिँ जित्नु पर्ने हो किन जित्यो भने अलिकति अस्ट्रेलियासँग अलिकति बराबर हुनसक्छ नम्बर अफ ट्रफी सो यदि इन्डियाले जित्यो यो ट्रफी चाहिँ इन्डियाले हार्ने भर्सेस अरूले जित्ने हो जस्तो लागिरहेछ मलाई किन इन्डियाको ट्रफी टेक्निकली हेर्दा ब्याटरहरूको I would give some shot to South Africa. बट साउथ अफ्रिका लाइक वर्ल्ड कपमा भन्नै सकिँदैन क्या त्यो खतरा अनप्रेडिक्टेबल थियो सो तर अहिले यसो हेर्नु भने इन्डियाको पनि खासै मलाई हिजोको गेममा पनि नामिबियासँगको गेममा पनि दे लुक्ड इन अ भेरी गुड पोजिसन टु स्कोर बिग रन के 240 250 त्यो लास्टमा गएर उनीहरूको पनि कोल्याप्स तर त्यो चाहिँ हामीले इन्डियाको ब्याटिङ हेरिसकेपछि हामीलाई अझै धेरै हान्छ भन्ने हुन्छ होइन एटलिस्ट इन्डियाले चाहिँ सबै पोजिसनमा अब लेफ्टी धेरै छ होइन तर हेरौँ न उनीहरू त साउथ अफ्रिका लेभलको त टिम खेल्न पाएको छैन नि त T20 वर्ल्ड कपमा कोल्याप्स त भइरहेछ नि त सो इन्डिया हेर्नु हो साउथ अफ्रिका इज द मोस्ट के भन्छ अनप्रेडिक्टेबल टिम तर इन्डिया पनि आफ्नो क्यालिबर जतिको अहिले फर्म चाहिँ गरे छैन तर इन्डियामा आई जस्ट वान्टेड टु एड अन जिम्बाब्वेले 10 वर्षपछि T20 वर्ल्ड कप खेल्दैछ ओके एन्ड देन लाइक 2016मा लास्ट खेलेको अहिले 2026मा खेलेर अस्ट्रेलियालाई हरायो they're in a very good position to qualify for Super 8. सो नेपालको गेम अब जस्ट जिम्बाब्वेको अब हामीले कुरा गरि नै हाल्यो होइन अब नेपालको फेरि नेक्स्ट गेम कहिले छ त भन्दा वेस्ट इन्डिज सन्डे छ त्योभन्दा अगाडि हामी धेरै दिन कुरा गर्ने नै छ पक्कै भोलि सो यहाँबाट हामीलाई प्रोडक्सन टिमबाट के आयो भने अस्ट्रेलियाको ओरा माइनस भयो भनेर कुरा आइरहेछ होइन सो हेरौँ के हुन्छ तिनीहरूको चाहिँ अब आइतबारको गेम चाहिँ वेस्ट इन्डिज नेपालको गेम चाहिँ भोलिको गेमले पनि नेपालको पर्फर्मेन्सलाई एफेक्ट गर्छ किनभने अब हामीलाई के चाहिन्छ किन भन्दाखेरि हामीलाई चाहिँ के छ भन्दा स्कटल्यान्ड र इङ्ल्यान्डको गेममा अब वी निड स्कटल्यान्ड टु बिट इङ्ल्यान्ड के त्यो भयो भने हल्का भयो भने मनोबल हुन्छ एन्ड आई थिङ्क नेपाल निड्स टु कम डाउन इन द ग्राउन्ड एउटा इन्जर्ड लायन जसरी के त्यो हुन्छ नि जङ्गलको सो अब मलाई करणले अघि एकचोटि कुरा सुरुमा हामीले सुरु गर्न अगाडि भएको थियो कि ओपन अप भयो यो ग्रुप पनि जिम्बाब्वे श्रीलङ्का अस्ट्रेलिया पनि भन्दै सो खासमा वर्ल्ड कपको फर्मेट नै अहिले चाहिँ T20 यस्तो फर्मेट भएछ कि वर्ल्ड कप चाहिँ फुटबल जस्तो कि लाइक अनप्रेडिक्टेबल रिजल्ट अब अनप्रेडिक्टेबल भन्नु पर्दैन कि यो नर्मल चाहिँ भइसक्यो कि एउटा एसोसिएटले चाहिँ फुल मेम्बरलाई चाहिँ हराउन सक्छ जस्तो अब फुटबलमा मेम्बरले हायर र्याङ्क फुल मेम्बरलाई या फुटबलमा हुन्छ नि अब मेस्सी अर्जेन्टिना भर्सेस इरान अथवा साउदी अरेबिया उनीहरू पनि राम्रो खेल्छ नि 1-0ले जित्छ नि त ब्राजिल अर्जेन्टिनाहरूले ठिक टिमलाई सो क्रिकेटमा पनि अब अस्ट्रेलियाले स्योर जित्छ भन्ने चाहिँ नभएको एकदम राम्रो भइसक्यो जस्तो लाग्यो अहिले अब T20 क्रिकेट हेज बिकम सच अ ब्रान्ड अफ क्रिकेट वेयर के भन्छ
on a given day how you perform more. Yes. Skills भन्दा पनि on a given day how you perform. यदि if you don't perform well, then you're not winning the game. So फुटबल जस्तै भइसक्यो अब यो चाहिँ राइट पर्फर्मेन्स ठ्याक्क क्लिक हुनु पर्यो सो नेपालले अब खेल्ने गेमहरू पनि त्यस्तै हो मलाई वेस्ट इन्डिजसँग गेम हो भन्नु थालिसक्यो क्या त्यही भएर तर अन पेपर हामी एकदम विक टिम हो है फेरि होइन सो यो टी20 को फर्मेटले गर्दा हिजोको अब अन पेपर अनुसार जाने भने इटलीले जसरी नेपाललाई हरायो त्यसरी नै हामीले अब हराउन सक्यो एन्ड आई थिङ्क फर अल दिज ह्यापनिङ लाइक स्पेसली इन दिस टी20 वर्ल्ड कप यो जति पनि टी20 भइरहेछ आई वुड गिभ अ बिग थ्याङ्क्स टु आइसिसी लाइक गिभन द डिसिजन अफ ओपनिङ अफ द टी20आई स्टेटस टु सबै एसोसिएट मेम्बर्स रादर देन फाइटिङ फर यर टी20आई स्टेटस त्यसले चाहिँ एकदम ओपन अप गर्यो एन्ड लाइक द एक्सपेन्सन फ्रम 16 टिम्स टु 20 टिम्स वाज कमेन्डेबल होइन त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ हो लास्ट डे 2024मा खासै धेरै भएन होला एउटा एकदम ठुलो अपसेट भयो युएसले पाकिस्तानलाई हरायो होइन तर अब हेर्ने हो भने देयर आर टिम्स के नट ओन्ली 20 टिम्स बट देन एटलिस्ट 30 टिम्स क्यान बिट एनी टिम पहिला अब इभन 10 इयर्स ब्याक 20 इयर्स ब्याक पनि हेर्ने हो भने 10वटा मात्रै टिम थियो जो एकअर्कालाई हराउन सक्ने इभन 5-6वटा मात्रै थियो होला अहिले चाहिँ इट इज ग्रोन एन्ड लाइक जस्ट विदिन अ स्प्यान अफ 5 or 6 years एटलिस्ट टी20 मा चाहिँ बिङ एबल टु बिट इच अदर नै डबल भएको छ कि सो नेक्स्ट 5 to 10 yearsमा वी क्यान एक्चुअली सी इट ग्रो फर्दर के सो यो बङ्गलादेशले एकचोटि वर्ल्ड कप पाउँदाखेरि 1999 को वर्ल्ड कप टिकट पाउँदाखेरि मिराकल अफ समथिङ भन्दो रहेछ क्या सो पहिला के हुन्थ्यो एउटा टिमले जित्थ्यो ठुलो टिमलाई अनि मिराकल अफ समथिङ भनिन्थ्यो किनभने त्यो टिमले चाहिँ टिकट पाउँथ्यो क्या वर्ल्ड कपमा अब चाहिँ एउटा टिमको लागि मात्र होइन क्या टुर्नामेन्ट यो चाहिँ मिराकल अफ एसोसिएट्स भइसक्यो अब क्रिकेटकै लागि मिराकल भइसक्यो यो होल टुर्नामेन्ट नै अब सबै एसोसिएटको लागि चाहिँ टिकट ओपन भएको छ नेपालको लागि मात्र ग्रोथ होइन क्या हामी चाहिँ नेपालको क्रिकेट ग्रो हुँदैछ भनिरहेका छौँ हामी खासमा 50 इयर्स अगाडि इन्डियामा चलिसकेको स्पोर्ट्सलाई बल्ल हामी क्यारी गर्दैछौँ हाम्रै लाइफ टाइममा 15 इयर्स अगाडि हामी दुवैजनाले यो कुरो गेम इम्पोर्टेन्ट लाग्ने कुरा बल्ल एभ्रिबडी सेलिब्रेटिङ होइन सो हामी चाहिँ एकदम राम्रो गरिरहेछौँ भनेर धेरै त्यस्तो भन्दा नि अब खासमा क्रिकेटको फर्मेट चाहिँ यसरी लेभल प्लेइङ फिल्ड भएको हो जस्तो लाग्न थाल्यो सो होइन अब तर फेरि नेक्स्ट टी20 अस्ट्रेलियामा हुँदैछ त्यहाँनिर फेरि त्यो इनइक्वालिटी देखिन सक्छ कि लङ लिभरवाला ब्याटरहरू हुँदैनन् एसोसिएटको स्पेसली यो नेपाल जस्तोमा लङ लिभर ब्याटरवाला कन्ट्री चाहिँ दे माइट गेट बेनिफिट त्यही पनि त्यो लङ लिभर ब्याटर मात्र भएर हुँदैन यो अस्ट्रेलियाको स्ट्रक्चरमा खेल्नलाई अस्ट्रेलियाको ग्राउन्डको साइजमा खेल्नलाई सो लेट्स सी त्यति बेला के हुन्छ तर त्यति बेला वी विल निड मोर टेक्निकल प्रोग्रेस एन्ड जस्ट बिग हिटिङ अस्ट्रेलियन हो अब अस्ट्रेलिया र न्युजिल्यान्ड छ होइन को होस्ट अब नेपालको गेम न्युजिल्यान्डमा हुने हो भने चाहिँ हो जस्ट ब्याक इफ बिग हिटर्स भन्छ होइन अस्ट्रेलियामा यदि म्याच छ भने आई थिङ्क वी निड टु स्वे अवे फ्रम आवर करेन्ट स्क्वाड सेलेक्सन होइन वी निड टु हेभ मोर प्लेयर्स हु आर मोर टेक्निकली राइट रादर देन जस्ट बिग हिटर्स एन्ड वी क्यान जस्ट कम डाउन द ग्राउन्ड एन्ड देन रेड फर सिक्स आई थिङ्क वी निड मोर technically right players who will like represent Nepal in tournament. Currently Mahan Yadav भन्ने player given if Nepal qualifies right so अब त यस्तो गाह्रो भयो त हिजोको गेम हेर्नु त नेपाल जस्तो अनप्रेडिक्टेबल त मलाई I think Nepal is becoming the Bangladesh of the associates rather than the Afghanistan so तिमीले बङ्गलादेश भनेर याद गराइहाल्यो मलाई सो लेफ्ट ह्यान्ड स्पिनर मेरो हाइपोथेसिस के हो नि they are not as effective as other spinners or bowlers for a tournament है एउटा म्याच yesterday होइन एउटा टुर्नामेन्टमा तपाईँले जति धेरै लेफ्ट ह्यान्ड स्पिनर्स अथवा कन्ट्रीको सर्किटमा लेफ्ट ह्यान्ड स्पिनर्स प्रड्युस गर्नु आई थिङ्क टु मच हामीले त्यो बोलिङ डिपार्टमेन्टको एउटा ठुलो मेजोरिटी एउटै बलरलाई दिनु हुँदैन क्या बलिङ भनेको पहिला बोलिङ खतरा हुनुपर्छ क्या त्यो लेफ्ट ह्यान्ड स्पिनर छ भनेर हामी चाहिँ एकदमै त्यो पहिल्यै एडेड एडभान्टेज भनेर लिएर आउँदाखेरि चाहिँ कहिलेकाहीँ हामीलाई डिसपोइन्ट गरिरहेको हुन्छ जस्तो लाग्छ मलाई जिम्बाब्वे क्रिकेट बङ्गलादेश क्रिकेट एकदम खतरा इक्जाम्पल लाग्छ क्या दे डिन्ट प्रोड्युस ब्याटर्स क्या बङ्गलादेशले कहिले खतरा ब्याटर प्रोड्युस गरेन त्यत्रोखेर किनभने आफ्नो नेटमै धेरै लेफ्ट ह्यान्ड स्पिनर क्राउड गर्नुभयो भने होइन अब पेसर्स पनि चाहिन्छ नि त सो पेसर्स राम्रो भएको टिममा मसरफी मुर्ताजाहरू होइन सो लेफ्ट ह्यान्ड स्पिनर्समा धेरै रिलाइ गर्ने क्रिकेट बोर्डहरू चाहिँ किनभने अस्ट्रेलियनहरूले त्यस्तो धेरै एक्सपेरिमेन्ट गर्दैनन् क्या स्पिनरमा खत्रै स्पिनर चाहिन्छ क्या यो ठिकठाक स्पिनर त चुटिहाल्छ नि ठिकठाकको स्पिनर तपाईँ हामीले पनि चुट्न सकिन्छ नि होइन इन्टिमिडिएट भएन नि त होइन सो त्यो कुरालाई नि अलिकति इन्टरनलाइज गर्नुपर्छ आई थिङ्क यस्टरडे वाज एभिडेन्ट किन ललित राजवंशी 20 रनको लागि जानु वाज कम्प्लिटली एभिडेन्ट कि
त्यो लेफ्ट ह्यान्ड स्पिनर हाम्रो T20 फर्मेटमा त्यो पनि लो स्कोरिङ गेममा राखेर काम छैन स्पेसली थ्रुआउट द टुर्नामेन्ट चाहिँ हामीले त्यो लेफ्ट ह्यान्ड स्पिनरलाई चाहिँ निकाल्ने राख्ने अथवा तिनीहरू बिचमै कम्पिट गर्ने एउटा त्यो गट पनि देखाउनुपर्छ बसिरहेको मजाले पनि हामीले ललित नराम्रो भने होइन कि हामीले चाहिँ लेफ्ट ह्यान्ड स्पिनरलाई लेफ्ट ह्यामर स्पिनर हो भनेर मात्र चाहिँ राख्ने काम चाहिँ अलिक त्यो काउन्टर प्रोडक्टिभ हुन्छ कि भन्ने हो सो एनिवेज ल हामी चाहिँ अलमोस्ट 25 मिनट्स इन्टु आवर भिडियो सो एनिथिङ यु वान एड वेस्ट इन्डिजसँगको कुरा भइसक्यो सो I think अब अझै पनि नथिङ नट अल इज लस्ट वी स्टिल हेभ चान्सेस हाम्रो तर मेन प्रब्लम चाहिँ नेट रन रेट नै घटाएको छ ओके सो आई वुड से टु बी अन द सेफ साइड वी निड टु टार्गेट विनिङ वेस्ट इन्डिज एन्ड हेभ अ ह्युज रन रेट बुस्ट अगेन्स्ट स्कटल्यान्ड यो दुइटा हुन सक्यो र स्कटल्यान्ड बिटिङ इङ्ल्यान्ड सो वी निड टु रिलाइ अन अ लट अफ so it's going chances to be that's not going to happen the probability कै गेम हो so every teamलाई खेदाउनु पर्छ हैन यो and Nepal has to win अब both games अब त्यो भन्दा अनि किन भन्दाखेरि अब ग्रुप बी बाटै हेर्ने हो भने Zimbabwe has higher chances of qualifying given they've beaten Australia so they might probably take the seeding position of the Australia हैन Australia was destined to be placed with India alongside I would say West Indies र अझै एउटा टिम इङ्ल्यान्ड हैन अरु नै अर्को ग्रुपबाट हो अनि न्युजिल्यान्ड न्युजिल्यान्ड हैन न्युजिल्यान्डको ग्रुपमा अर्को को होला अमेरिका छ हैन न्युजिल्यान्डको ग्रुप अमेरिका पाकिस्तान न्युजिल्यान्ड एउटैमा हैन होइन इट वाज साउथ अफ्रिका हजुर साउथ अफ्रिका हुनुपर्ने हो होइन ग्रुप एमा चाहिँ सुपर 8को ग्रुप एमा चाहिँ अकर्डिङ टु द प्रेजेन्ट सिडिङ इट इज इन्डिया अस्ट्रेलिया चाहिँ साउथ अफ्रिका अनि वेस्ट इन्डिज अब अस्ट्रेलिया हट्ने हो भने चाहिँ जिम्बाब्वे आउने भयो होइन नेपालको लागि चाहिँ बेस्ट के हुन्थ्यो भने वेस्ट इन्डिजको साटो नेपाल गएको भए अहिले एकदम बेस्ट हुन्थ्यो क्या इन्डियासँग पनि खेल्न पाएँ जिम्बाब्वेसँग खेल्न पाएँ साउथ अफ्रिकासँग त राम्रो खेलेको छँदैछ होइन सो तर अब नट अल इज लस्ट बट यदि हिजोको गेम खेल्ने हो भने आई थिङ्क वी क्यान वक ओभर वी डोन्ट निड टु प्ले वेस्ट इन्डिज र स्कटल्यान्डसँग तर इफ यु वान प्ले लाइक वी प्लेड अगेन्स्ट इङ्ल्यान्ड देन यस प्लिज गो अहेड आई थिङ्क यस्टरडेज गेम सुड बी एन आई ओपनर एन्ड आई थिङ्क they were overconfident with Italy पनि फर्स्ट ओभरमा पनि कुशल भोइतेलले त्यो रन आउने बलमा पनि उनले लिटरली त्यो स्ट्राइक पनि रोटेट गर्न नखोज्नु भयो हामीले हो त्यो चाहिँ अग्री गर्न नोटिस गरे हो हैन त्यो भनेको ओभर कन्फिडेन्स देखियो कि ल फर्स्ट ओभर आएन सेकेन्ड ओभर हामीले हुना भनेर टाइपको देखियो आई थिङ्क हिजो चाहिँ हामीलाई डुबाएको ओभर कन्फिडेन्सले नै हो सो हरेक नेपाली ट्र्याकमा परेका छन् हिजो इटलीले राम्रो खेलेको छ अब आई थिङ्क इट वाज एन आई ओपनर द्याट वाज निडेड एन्ड आई थिङ्क यो आई ओपनर चाहिँ इङ्ल्यान्डसँग आएको भए चाहिँ बेस्ट यस्तो आई ओपनर चाहिँ पिएनजीले नेपाललाई होम आएर हराएको छ होइन 3 म्याच सिरिज 3-0 हराइदिएको छ होइन 3-0 थियो पिएनजीले सो नेपालले कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ नि एउटा ठुलो रनमा जान्छ अनि राम्रो खेल्छ अनि त्यहाँ बिचमा आउने टिमलाई जसलाई नै हराइदिन्छ होइन जसलाई पनि होइन सिम्पल टिमलाई हराइदिन्छ यो त योभन्दा माथिको खेलेछौँ भन्छ तर हामीले चाहिँ कुन लेभल जस्तो अनि अर्को कुरा यो गुलसन झा आइसिसी ट्रफीमा खेलिरहेको छैनन् होइन सो आई थिङ्क ही इज ह्याभिङ सम प्रब्लम विथ हामी चाहिँ अब एउटै अपोनेन्टसँग चाहिँ खतरै खेलिरहेछौँ होइन युएले चाहिँ होइन गुलसन झा आई थिङ्क ही इज आई थिङ्क द ओकेजन इज गेटिङ अन हिम के किन भन्दाखेरि युएसँग पनि अन्डर 19 वर्ल्ड कप हुँदाखेरि 4-5 जना नेसनल टिमबाट खेलिसकेका युएका प्लेयर्सहरू पनि थिए कि अन्डर 19 मा अनि त्यति बेला पनि ही कुडन्ट पर्फर्म के देव खनालले नै कति म्याचमा बचाएको होइन गुलसन झा कुडन्ट पर्फर्म यो लास्ट T20 वर्ल्ड कपमा नि ही कुडन्ट पर्फर्म यो T20 वर्ल्ड कपमा नि ही इज नट बिङ एबल टु पर्फर्म आई थिङ्क द कोच सुड सिट डाउन विथ हिम एन्ड देन जस्ट क्ल्यारिफाई हिज रोल इन द टिम rather than just like asking him to go and like hit. I think अन्डर 19 को गुलसन झा को जुन अन्डर 19 जुन टिम थियो त्यति बेला पनि हामीले धेरै म्याच जित्छौँ भन्ने हाम्रो एक्सपेक्टेसन थियो हामीले लास्ट म्याच जितेको छौँ अफगानिस्तानसँग होला होइन त्यो स्पिच फेमस छ तर त्यो म्याच पनि हामीले रुन्चे पाराले जितेको छौँ त्यो राम्रोसँग जितेको छैन सो हाम्रो टुर्नामेन्टहरू आइसिसी टुर्नामेन्टहरू जुन टुर्नामेन्ट हामीले एक्सपेक्ट गरिरहेको हुन्छ हाम्रो त्यसरी एन्ड भइरहेको हुन्छ क्या गुलसन झाहरू राम्रो खेल्छ होला किनभने सिनियर टिममा खेलिसकेको मान्छे अन्डर 19 स्योर खेल्छ भनेर गयो अहिलेको टुर्नामेन्टमा हामीलाई त्यस्तै फिल भइरहेको थियो क्या वेस्ट इन्डिजसँग राम्रो खेल्यो फर्स्ट अब चाहिँ हामीले सबै म्याच त्यस्तै खेल्ने अनि लास्ट म्याच चाहिँ रुन्चे पाराले जित्ने जस्तो
त्यस्तो चाहिँ नहोस् होइन त्यस्तो भइरहेको हुन्छ नेपालको I धेरै think Nepal has to live up to the name of underdog. या त्यो पनि Under the dog होइन क्या underdog हुनु पऱ्यो नेपालले होइन वेस्ट इन्डिजसँगको गेममा. So I think no pun intended. Anyways, ल गाइस थ्याङ्क यू फर लिसनिङ होइन अब हामी नेक्स्ट भोलि फेरि नेक्स्ट म्याच लिएर आउँछौँ सो हेरौँ नेपालले के गर्छ है त See you.